पढिदिनु बुहारी होइन आमा पढ्दैन। आज के खाना बनाउनु? जे पकाउनु मन लाग्छ तपाईँलाई पकाउनुहोस्। किन आज तिम्रो रिस आएको जस्तो लाग्दैछ मलाई। होइन आमा तपाईँले जे भन्दा पनि मलाई एकदमै रिस उठ्छ हौ आजकल। के भएको अनि के भएको त्यस्तो त राम्रो होइन। खै बुहारी भन्दा तिमीलाई त केही भनेको छैन, किन रिस आएको यस्तो? मैले किन यस्तो भने होला है आमालाई? मलाई किन आजकल रिस मात्रै उठ्छ? उहाँले मलाई नराम्रो केही भन्नु पनि भएको छैन, तर उहाँले केही भन्नुभयो भने मलाई किन यति धेरै रिस उठेको? सायद समस्या उहाँमा होइन, मेरो सोचमा भएको होला। जान्छु म आमालाई गएर एकपल्ट आमासँग बात गर्छु। आमा आमा के भयो? म तपाईँलाई धेरै कुरा तपाईँलाई कराउँछु, तपाईँसँग रिसाउँछु है। म त त्यस्तो कुरा मनमै राख्दिनँ। तपाईँलाई कुनै कुरा मनमा लाग्दैन नि त मैले भनेको नि। लाग्छ नि, म पनि त मान्छे हो, किन लाग्दैन? लाग्छ। तर म तिमीहरूसित रिसाएर खुसाएर के गर्नु? तिमी मेरो छोरी बुहारी हो। त्यसको बादमा तिमीहरू छोराबुहारी खुसी भयो भने म पनि खुसी हुन्छु, ससुरा पनि खुसी हुन्छ, छोराबुहारी पनि छोरा पनि खुसी हुन्छ। त्यतिको के चाहियो र अरू? तिमी चाहिँ मनमा चाहिँ नराख, मनमा तिम्रो चेता गएर मलाई भनिदेऊ। हुन्छ आमा, मलाई माफ गरिदिनु। अबदेखिको म रिसाउने छैन आमा तपाईँसँग। म माफै छु, तिमी मेरो छोराछोरी नै हो। छोराछोरी माथि एक बगेर म के गर्नु? यो दुनियाँ संसार कसरी चल्छ? सासूले पनि बुहारीलाई बुझ्नुपर्छ, उनी पनि आफ्नो घर छोडेर नयाँ घरमा आएकी छोरी हुन्। बुहारीले पनि सासूलाई बुझ्नुपर्छ, उहाँ पनि उमेरसँगै माया र साथ खोजिरहेकी आमा हुनुहुन्छ। सासूले बुहारीलाई छोरी सम्झिदिनुहोस्, बुहारीले सासूलाई आमा सम्झिदिनुहोस्। किनकि अन्त्यमा घरलाई सुन्दर बनाउने ठुलो कुरा पैसा, सामान वा ठुलो घर होइन, एक अर्कालाई तिमी मेरो आफ्नै हो भन्ने महसुस गराउने हो।